यतै हो। एक्सक्युज मी, के छ? दसैँको शुभकामना ल मेरो दाइ तपाईलाई। ल ल दसैँको शुभकामना भाइले। भाइ के भयो? भाइ के छ नि सेवाहरू? सेवा के छ ठिक छ है? के भएर हौ? ल आराम हुनुहुन्छ? ल फाइनली हामी सबै भेट भयो। ल अनि यहाँ के हो यो? मटन 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 छ दाइ ल। मार्गी लागेर बिजोग छ। मार्के अहिले जम्मै त त्यस्तै क्या हावै। पसौँ पसौँ मैले लट्ठी खाइहाल्नु? धेरै निस्किने बिहानदेखि घुम्ने भन्थ्यौ। ल ल ठिकै छ। हात धुम न त ल। ल अब हाम्रो चाहिँ सुखासुखी जाँदैछ दसैँ। अब यस्तै छ। धन्यवाद भाइ, धन्यवाद भाइ। के चिजमा सुखासुखी दाइ भन्नु पर्यो नि त यहाँ। ल धन्यवाद भाइ। भाइ ल यस्तै छ है। ल अल्कोहल चाहिँ अलिकति टाढै छ। जिरो अल्कोहल हामी एकदम चिसो हो। साउदी भनेको सुधार केन्द्र भन्ने बुझेको छ। यस्तै छ। ल एकैछिन हामी चाहिँ अब बिजी भयो, सुरु गर्न थाल्यो। त्यस्तै हो नि त। नत्र रमाइलो रेस्टुरेन्ट के त्यसै पच खानु हालिहाल्नु चाहिँ टोपमा अनि फेरि बेजत हुन्छ फेरि सिधै हो। सिधै पच गरेर कुरा यो चाहिँ यस्तो कुरा चाहिँ अम्बानी काटेर हाल्नु अम्बानीको घर यस्तो कुराहरू त के अम्बानी अलिकति भएकै कुरा छुट्टै कुरा गरेको कि किनभने यसले गर्नु त म तपाईँको घर हालिदिन्छु दाजु। नेपाली होटल फेरि यता सिरिट कसको छ खोल्नु नि त पटाटा हालिदिइहाल्छु। हाम्रो अन्तमा खाना आयो। यहाँ भाइले त बजाउनु थालिसक्यो। भाडा बुढो गर भाइले बजाउनु थालिसक्यो, उता भाइले बजाउनु थालिसक्यो। यता भाइको छ, भाइ यहाँ त बिजी। हेर्नुहोस् यस्तो छ। ल हामीले त बजाउनु थालिसक्यो। कस्तो छ है? ठिक छ? ठिक छ। ल आज चाहिँ नेपाली होटलमा बजाउँदैछ। ल एकैछिन हामी अब व्यस्त भयौँ।